हेर्दा हेर्दै गेम विक 16 आइसक्यो। प्रिमियर लिगको आधा सिजन सकिने बेला भइसक्यो र निकै नै राम्रो रहेको छ यो सिजन। अहिलेसम्म कुनै पनि टाइपको बोरिङ म्याचेसहरू भएको छैन, सबै म्याचेसहरू निकै राम्रो भएको छ। र योभन्दा अगाडिको विकमा जसरी हामीले कुरा गरेका थियौँ त्यसरी नै लगभग सबै म्याचेसहरू भयो। एउटा सकिङ रिजल्ट भनेको एस्टन विला र आर्सनलको, जसमा आर्सनलले लस पायो। मलाई लाग्थ्यो कि त्यो ड्र हुन्थ्यो, तर आर्सनलले खासै राम्रो खेलेन त्यो दिन र एस्टन विलाले आफ्नो जस्तो फर्म देखाएको छ। मलाई लाग्छ आस्टन विला पनि यो टाइटल रेसमा बनिरहनेछ। र कुरा गर्ने भने यस विकको गेमहरूको, यो विक पनि प्रिमियर लिगहरूमा निकै राम्रो गेमहरू छ। प्रिमियर लिगको यो विकको पहिलो गेम जुन कि शनिबार भोलि 7 बजे रहेको छ चेल्सी र एभर्टनको। र कुरा गर्दा चेल्सी निकै अहिले गाह्रो स्थितिमा छ। पछिल्लो 4-5 म्याचदेखि खासै राम्रो प्रस्तुति दिन सकेको छैन चेल्सीले। अर्कोतिर कुरा गर्ने हो भने एभर्टन एउटा राम्रो टिम, राम्रो साइनिङहरू गरेको छ यसपालि। ज्याक ग्रेलिस त्यसमध्ये एक हुन् जसले निकै 4-5 निकै राम्रा एसिस्टहरू दिएका छन्। मलाई लाग्छ यो एउटा निकै राम्रो गेम हुनेछ। त्यस्तो टाइपको वान साइड डोमिनेन्स हुने छैन चेल्सीको। चेल्सीले सायद कमब्याक गर्नुपर्ने छ यो गेममा, तर यदि यो गेम पनि चेल्सीले पोइन्ट ड्रप गर्यो भने सिजन निकै गाह्रो हुनेछ चेल्सीको लागि। तर मलाई लाग्छ चेल्सीले यो गेम जित्छ र यो गेमको लागि मेरो प्रिडिक्सन भनेको 3-1 चेल्सी विन हो। तपाईँहरूको प्रिडिक्सन के छ कमेन्ट्समा लेख्नुहोला। नेक्स्ट गेम भनेको लिभरपुल ब्राइटन। लिभरपुल पनि चेल्सी जस्तै खासै राम्रो देखेको छैन पछिल्लो 10-12 गेमदेखि नै। च्याम्पियन लिगमा भने पछिल्लो गेममा लिभरपुलले इन्टर मिलानलाई स्यान सिरोमा 1-0, जुन कि एउटा निकै सकिङ रिजल्ट थियो मेरो लागि। यस्तो फर्ममा भएको लिभरपुलले इन्टर मिलानलाई कसरी हरायो, तर यही हो फुटबल यस्तै अनएक्सपेक्टेड नै हुन्छ। कुरा गर्नुपर्दा के हुनसक्छ यो म्याचमा, दुइटै राम्रा टिम। लिभरपुल क्वालिटी हामीले सबलाई थाहा छ लिभरपुलको कस्तो छ। अनि के मोहम्मद सालाले स्टार्ट गर्लान् भन्ने अर्को प्रश्न छ यो गेममा। मलाई लाग्दैन कि उनले गर्छन्। सायद यो मोहम्मद सालाको लास्ट गेम पनि हुनसक्छ एनफिल्डमा। त्यो त फिल्डभन्दा बाहिरको कुरा भयो। गेमको कुरा गर्दा एउटा टफ गेम हुन्छ लिभरपुललाई। ब्राइटन जुन कि आफ्नो निकै फिजिकलिटीको दममा निकै राम्रो प्रस्तुतिहरू देखाएको छ। मलाई लाग्छ यो गेम ब्राइटनले सायद ड्र गराउला। 2-2 ड्र मेरो प्रिडिक्सन हो, तर म सक हुन्न कुनै पनि रिजल्टले। लिभरपुलले जित्न पनि सक्छ, हार्न पनि सक्छ, तर मेरो प्रिडिक्सन भनेको ड्र हो। नेक्स्ट कुरा गर्दाखेरि राति 1:45मा आर्सनल फ्यानहरूलाई के गाह्रो यस्तो 1:45मा गेम छ वुल्फ्ससँग। सायद धेरै आर्सनल फ्यानहरूले हेर्ने छैन यो गेम, किनकि एउटा इजी गेम हो। म्यानचेस्टर युनाइटेडले भर्खरै 4-1 हानेर छ वुल्फ्सलाई। आर्सनलको लागि त इजी हुन्छ निकै नै। एफपिएल यदि तपाईँले खेल्नुहुन्छ भने साकालाई क्याप्टेन बनाएर रिस्क पनि लिन सक्नुहुन्छ। सायद ह्याट्रिक देख्न सक्छौँ, नत्र कुनै स्ट्राइकरलाई, सायद गोक्रेसलाई। केही कुरा गर्नु पर्दैन यो गेमको। इजिली आर्सनलले यो हप्ता भने जित्नेछ वुल्फ्ससँग। म निकै सक हुन्छु यदि पोइन्ट ड्रप भयो भने, तर होप त गर्छु किनकि सिटीलाई फाइदा हुन्छ त्यसपछि। तर अनबायस्ड भएर कुरा गर्दा एउटा इजी आर्सनल विन हो यो। त्यसपछि कुरा गरौँ हाम्रै गेम 7:45मा सन्डे भोलि होइन, हाम्रो गेम चाहिँ सन्डे 7:45मा म्यानचेस्टर सिटी भर्सेस क्रिस्टल प्यालेस जुन कि अनएक्सपेक्टेडली 4th छ प्रिमियर लिगमा। अस्ति भर्खरैसम्म तल 10-11तिर थियो, तर यही हो प्रिमियर लिग, एक हप्तामै यहाँ सब कुछ चेन्ज हुन्छ। 4thमा आइसकेको छ क्रिस्टल प्यालेस। निकै राम्रो टिम हो। त एउटा खुसीको कुरा के हो भन्दाखेरि म्युनोज अनअभाइलेबल हुनेछन् क्रिस्टल प्यालेसको लागि। म्युनोज जसले कि निकै राम्रो प्रस्तुति देखाइरहेका थिए। यो सिटीको लागि राम्रो कुरा हो कि म्युनोज खेल्ने छैनन्, तर गोई र्याक्लोइक्स अझै नै हुँदै नै छन्। मटेटा जसले राम्रो प्रस्तुति दिइरहेका छन् यो सिजन। सिटीको कुरा गर्दा भर्खरै यस्तो ठुलो म्याच च्याम्पियन लिगमा खेलेर आएको छ, जितेको छ। कन्फिडेन्स त हाई हुने नै छ, तर सायद रेस्ट चाहिएको छ सिटी प्लेयरहरूलाई, स्पेसली निको गोन्जालेजलाई रेस्ट दिन सकिन्छ यो गेममा। लगातार उनले 90 मिनट खेलै छन्। रायन नोरी अभाइलेबल छन्, सायद उनलाई खेलाउनु पर्छ। निको गोन्जालेज खेलाउँदा नि कसलाई खेलाउने। निको गोन्जालेजको रोल निकै इम्पोर्टेन्ट छ सिटीको टिममा। रोद्री नआउने बेलासम्म त निको नै खेल्नुपर्छ, तर हेरौँ रोद्री के अभाइलेबल हुन्छन् कि हुन्नन् सन्डेसम्म। पेप गार्दियोलाको प्रेस कन्फरेन्स छ आज बेलुका, त्यो थाहा हुन्छ। निको गोन्जालेजलाई रेस्ट दिन सके त राम्रो, तर रेस्ट दियो भने गेम हारिन्छ। यो चाहिँ हामीले न्युकासलमा देखिसकियो। निको गोन्जालेज सायद खेल्ने छन्।
रायन चर्की, फिल फोडेन, अर्लिङ हालान्ड तीनजनै खेल्नेछन् किनकि मड्रिडवाला गेममा चाँडै नै सब्स्टिट्युट भएका थिए। लेट्स सी, सायद राइन्डर्सको लागि यो गेम राम्रो मौका हुन्छ, सायद बर्नार्डोको साथ उनले स्टार्ट गर्न पाउँछन्। लेट्स सी, हार्ड गेम हुन्छ निकै सिटीको लागि, पोइन्ट ड्रप गर्ने फुल चान्स छ, तर लेट्स होप कि नगरोस्, टाइटल रेसमा बनिराखोस्। नेक्स्ट कुरा गर्नु पर्दा म्यान्चेस्टर युनाइटेडको पनि गेम छ बोर्नमथसँग, सायद युनाइटेडकै होममा होला। एउटा निकै टफ गेम भन्छु म युनाइटेडको लागि। वुल्फ्ससँग त इजी गेम थियो, वुल्फ्स निकै नराम्रो टिम भयो भने बोर्नमथ त्यस्तो टिम छैन। सेमेन्यो जुन कि यो सिजन रेड आउट फर्ममा छन् र सबै टिमहरूले उनले साइन गर्न खोजिरहेका छन्। सेमेन्यो क्यान कज प्रब्लम्स फर म्यान्चेस्टर युनाइटेड। लेट्स सी वाट दिस गेम अफर्स टु अस। एउटा निकै राम्रो गेम हुनेछ। अरू गेमहरू कुरा गर्दा सायद स्पर्स भर्सेस नटिङहम फरेस्ट पनि छ। स्पर्स एउटा यस्तो टिम हो जसको रिजल्ट मैले कहिले पनि प्रिडिक्ट गर्न सक्दिनँ। स्पर्स भर्सेस नटिङहम फरेस्ट कुरा के गर्नु, नटिङहम फरेस्ट लो ब्लकमा खेल्नेछ, स्पर्स भने अट्याकिङ फुटबल, छाबी सिमन्स, मोहम्मद कुडुस, यिनीहरूले अब लो ब्लक तोड्न सक्यो भने तोडे। स्पर्सले कि हान्छ कि आफै खान्छ, त्यही हो स्पर्सको फन्डा नै। त्यही पनि प्रिडिक्सन दिनु पऱ्यो भने 2-1 मेरो प्रिडिक्सन हुनेछ। यही हो गेम विक 16 प्रिमियर लिगको। मलाई लाग्छ केही खासै चेन्ज आउने होइन टेबलमा, यदि सिटीले पोइन्ट ड्रप गरे मात्र हो एस्टन विला 2मा जान सक्ने। तर मलाई लाग्छ सिटी हार्ड फाइट गरेर गेम जित्नेछ। आर्सेनलको कुनै चान्स छैन पोइन्ट ड्रप गर्ने वुल्फ्ससँग। अरू त त्यही हो, प्रिमियर लिगको कुरा गर्दा गेम विक 16मा यति नै छ। प्लेयर टु वाच आउट फर को भनौँ, मेबी एकेटिके एगेन्स्ट ब्राइटन। लेट्स सी उनले कस्तो गर्छन्। अरू मेबी इसाक। सिटीको त प्लेयरहरूको त म कुरा गरि नै राख्छु। र यही छ। र च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला र ट्युन इन फर अदर प्रिडिक्सन्स एन्ड गेम विक रिभ्यू। यस गेम विक पछि भेट्ने नै छौँ।